आदरणीय सभापतिज्यू, प्रमुख अतिथिज्यू, विभिन्न विद्यालयबाट पाल्नुभएका वर्गहरू, मान्यजन, विद्यार्थी साथीहरू र आजको गरिमामय निर्णायक मण्डलीमा रहेका विद्वान गुरुहरू, समाजका सबै पक्षसँग र विशेष गरी विद्यार्थीहरूबीच बहस र विमर्श गर्ने पर्ने आजको अत्यन्त महत्त्वपूर्ण शीर्षक सामाजिक सञ्जाल चुनौती र अवसरमा बोल्ने अवसरका लागि कागेश्वरी मण्डल र पेन्सन र मेरो विद्यालयप्रति हार्दिक कृतज्ञता जाहेर गर्दै यहाँ उपस्थित सम्पूर्णमा हार्दिक अभिवादन गर्न आउँछु। आदरणीय सभापतिज्यू, सामाजिक सञ्जालको जालोमा घेरिएको हाम्रो जस्तो समाजमा यसको गुण र दोष दुवैबाट प्रभावित छौँ। कतिपयका लागि श्रीखण्ड चन्दन भएको छ भने कतिपयका लागि खुट्टाको पिठ पनि हुन सकेको छैन। सामाजिक सञ्जाल व्यापक भइसकेको हाम्रो जस्तो समाजमा यसलाई ज्ञान र शिक्षा दुवैबाट जोडेर प्रयोग गर्न सकिन्छ। युट्युब, फेसबुक र अन्य सञ्जालमा उपलब्ध विषयवस्तुहरू ज्ञानका अमूल्य स्रोत हुन्। हामी सामाजिक सञ्जालमा के खोज्छौँ र केमा रुचि राख्छौँ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ। टिकटक, फेसबुक र इन्स्टाग्राम रिलहरूमा आफ्नो रचनाहरू प्रसारण गरेर सकारात्मक सन्देश वा स्वास्थ्य मनोरञ्जन गर्नेहरूले ख्याति र आर्जन दुवै प्राप्त गरेका छन्। जहाँ पुस्तकहरू छैन त्यहाँ सामाजिक सञ्जालले पुस्तकालयको काम गर्दछ। सम्माननीय गुरुहरू, तपाईको यो प्रेरणादायी स्थल त कसैले लिन सक्दैन, तर आजकल सामाजिक सञ्जालमा पनि पढ्न र प्रयोग गर्न सिकाउने गुरुहरू भेटिनुहुन्छ। आफ्नो व्यापार र व्यवसायको प्रचारमा सामाजिक सञ्जालको प्रयोग झनै लोभलाग्दो छ। सामाजिक सञ्जालको रथमा सवार समाचार कति छिटो समुदायमा पुग्छ तपाईहरूले भन्नुहोस् त। सहयोगको याचना गर्दै फेसबुक पोस्ट गर्नेहरू र फलानु समूहको रगत चाहियो भन्नेहरू वा अन्य उद्देश्यहरूका लागि सामाजिक सञ्जालमा ह्यासट्याग #मिटु जस्ता अभियान चलाउनेहरूका लागि सामाजिक सञ्जाल कुनै वरदान भन्दा कम छैन। मानिसहरूलाई नजिक राख्न र सम्बन्धलाई सुमधुर बनाउन सामाजिक सञ्जालको अतुलनीय योगदान रहेको छ। आज हातमा इन्टरनेट जडित मोबाइल फोन हुने एउटा गोटाटारे ठिटो र न्युयोर्कको युवाले सामाजिक सञ्जाल एउटै विश्वमा प्रयोग गरिरहेका छन्। तपाईले खोज्नु भएको जनशक्ति वा तपाईलाई चाहिने जागिर सामाजिक सञ्जालमा तपाईलाई नै पछ्याइरहेको हुन सक्छ। मेरा प्यारा साथीहरू, तर सामाजिक सञ्जाल दोषहरूबाट मुक्त कदापि छैन। सामाजिक सञ्जालकै कारण धेरै मानिसहरूको मानसिक स्वास्थ्यमा परेको नकारात्मक असरप्रति म अत्यन्त चिन्तित छु। डिप्रेसन, एन्जाइटी र एक्लोपनका शिकार कयौं किशोर र किशोरीहरू सामाजिक सञ्जालमा घण्टा समय बिताउँथे। यो मैले भनेको होइन, विभिन्न अध्ययनहरूले देखाएका छन्। अनुचित भिडियोहरू, नकारात्मक सन्देशहरू र बढाइ-चढाइ गरेर बनाइएको पोस्टहरूले उनीहरूको मन मस्तिष्कमा नकारात्मक असर पारेको छ। सामाजिक सञ्जालमा अरूसँग तुलना गरेर उनीहरू लघुतावासको शिकार भएका छन्। सामाजिक सञ्जालको कुलमा बसेका विद्यार्थीले आफ्नो पढाइ र प्रगतिमा ध्यान दिनै सक्दैन। भविष्यको तयारीमा लगानी गर्नुपर्ने समय सामाजिक सञ्जालले ध्वस्त पारेको छ। यसले भविष्यमा डरलाग्दो दुष्परिणाम निम्त्याउन सक्छ, किनभने विद्यार्थीहरूको ध्यान भङ्ग भएको छ, मानसिक स्वास्थ्य कमजोर छ र भविष्यको तयारी अपर्याप्त छ। साइबर बुलिङ सामाजिक सञ्जालको अर्को नकारात्मक पक्ष हो। विशेष गरी किशोरीहरू यसका शिकार भएका छन्। आज यस कार्यक्रममा पनि हामी मध्ये धेरैले साइबर बुलिङको पीडा खपिसकेका हुन सक्छौँ। हामी माथि हुने यस्तो हिंसाका लागि जति जिम्मेवार ती अपराधीहरू छन्, त्यति जिम्मेवार सामाजिक सञ्जालको कुलत पनि छ। भन्छन् पटक पटक दोहोर्याएपछि झुटो पनि साँचो जस्तै देखिन्छ। कुप्रचार गर्नेहरूले सामाजिक सञ्जालको दुरुपयोग गरेका छन्, समाजमा भ्रम र निराशा फैलाएका छन् र आजकल त धेरै मानिसहरूको गोपनीयता भङ्ग भएको छ र उनीहरू बिना कारण
नागुरुहरू कस्य दोष नदस्ति यो विश्वमा दोष नभएको कोही हुँदैन र केही हुँदैन। भगवान शिव प्रेतात्मधारी थिए। अमृततुल्य औषधिहरूका पनि दुष्प्रभाव हुन्छन्। गौतम बुद्ध र श्रीराम जस्ता महापुरुषहरू पनि दोषरहित थिएनन् भने सामाजिक सञ्जाल पनि यसको अपवाद हुन पक्कै सक्दैन। यसकारण हामीले राजवंशले दूध र पानी छुट्याए झै सामाजिक सञ्जालको गुण र दोष पर्गेल्नु पर्दछ र सामाजिक सञ्जालको नकारात्मक पक्षबाट बचेर आफ्नो भविष्यको निर्माणमा सामाजिक सञ्जालको सदुपयोग गर्नुपर्दछ भन्दै आफ्नो धारणा यही बिसाउँछु र तपाईहरूसँग बिदा हुन चाहन्छु। सबैलाई धन्यवाद।